जय मसी नमस्ते साथीहरू। आज फेरि म तपाईँहरूको माझ सुसी लिएर आएको छु। मलाई चाहिँ माया गरेर सुसी पठाउनु हुने मेरो ब्रदरहरूलाई एकदम धन्यवाद। मलाई चाहिँ यहाँ सुसी पठाउनु भएको थियो यसरी, अनि मैले चाहिँ यहाँ प्लेटिङ गरेर खाँदैछु आज। अनि मसँग भिडियो बनाउनलाई अरू उपाय थिएन, अनि त्यही भएर मैले यसको पनि भिडियो बनाउँछु भनेर समय पनि छैन कन्टेन्टहरू बनाउनलाई आजभोलि। अनि त्यसै कारणले मैले आज फेरि तपाईँहरूकोमा सुसीको कन्टेन्ट लिएर आएँ। अनि मेरो भिडियोलाई मन पराइदिनुहोस्, लाइक कमेन्ट गर्नुहोस्, अनि फुल वाचिङ गर्नुहोस् भन्न चाहन्छु। अनि मसँग चपस्टिक नभएको कारणले मैले चाहिँ यो काँटा चम्चाले खाँदैछु है। अनि सुरु गर्छु म, तपाईँहरूले सुरुदेखि हेर्नुहोस्। यो चाहिँ साल्मन फिस। सरी, चपस्टिक नभएर गाह्रो भयो। यसमा कुरिलो हो। स्ट्रबेरी, म्याङ्गो, यसको नाम मैले बिर्सेँ। यो चाहिँ होसोमाकी रोल हो। मलाई पनि आउँछ सुसी बनाउन। अनि यो पनि एकदम स्वादिष्ट हुन्छ। हरेक भित्र सब मिक्स छ। रोल टेस्ट गरौँ है त। स्ट्रबेरी हो, माथि आभागाडोको अनि टपिङ छ। यहाँ केजु छ, क्रिम। कति मिठो स्ट्रबेरी। रोल चाहिँ मैले फर्स्ट टाइम खाँदैछु। यहाँ चाहिँ साल्मन फिस हो, यो हेर्न सक्नुहुन्छ। अनि यो चाहिँ आभागाडो, अनि टपिङ चाहिँ केजुको छ। राइस चाहिँ खै मलाई थाहा भएन। सबै म तपाईँहरूलाई भनिसकेँ। यो बाँकी रहेछ। म्याङ्गो रहेको छ, आभागाडो, चाहिँ गाम्बस, नेपालमा झिँगे माछा भन्छ यसलाई, प्राउन भन्छ इङ्ग्लिसमा। टपिङ चाहिँ साल्मन माछाको फिस हो। साल्मन माछा हो यो चाहिँ, काँचो हुन्छ। कतिपय खानुभएको साथीहरूलाई थाहा होला, नखानु भएकोलाई चाहिँ ठ्याक्कै काटेको हुन्छ, काँचो हो। पकाउने डाम्ने के हुँदैन। यही साल्मन माछाको फिसको अन्डा चाहिँ यो यहाँ चाहिँ टपिङ गरेको छ भातमाथि। पनि मिठो लाग्यो मलाई।
बब्बर स्ट्रॉबेरी salmon fish, avocado, mango. धेरै मिठो छ। यो चाहिँ भित्र avocado अनि स्ट्रबेरी गुलियो मिठो अमिलो दामी राम्रो लाग्यो। साथीहरू सुसी खाएर भ्याएँ मैले। धेरै 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 मिठो भयो। धेरै लङ समयपछि मैले सुसी खाइरहेको थिएँ। एकदम मिठो लाग्यो। मलाई सम्झेर मलाई माया गरेर पठाउनु हुने दीपक ब्रदर अनि मनोज ब्रदरलाई एकदम धन्यवाद दिन चाहन्छु। मलाई सुसी खानुहुन्छ भनेर माया गरेर पठाउनु भयो अनि मैले भिडियो बनाएँ, मैले खाएँ। साथीहरू तपाईहरूले सपोर्ट गर्नुभयो, हेरिदिनु भयो, तपाईँहरूलाई धन्यवाद। अनि फेरि अर्को कन्टेन्टमा फेरि भेटौँला भन्दै आजको कन्टेन्टबाट म बिदा हुन्छु। हस्, बाई बाई, टेक केयर।